त्रासदीले अनि आज चाहिँ बोधगयाको बारेमा कुरा गर्न जान्दैछु है। अनि तपाईहरुले सुन्नुभएको होला धेरै जस्तो कि बोधगया भनेर चाहिँ नामहरु धेरै सुन्नुभएको होला है। आज त्यसकै बारेमा सानो स्टोरी लिएर आएको छु है, कथाहरु। अनि यहाँ पछाडि देख्नु हुँदैछ बोधगया चाहिँ यहाँ ठुलो पछाडि छेउथिन है। अनि यो पछाडिको छेउथिन चाहिँ बुद्धको अब इन्लाइटेन भनौँ न है, मुक्ति हुनेको त्यो बाटोबाट कथाहरूबाट अलिकति जोडिएको छ है। किनकि अब यहाँनिर चाहिँ सानो भन्दा पनि ठुलो एउटा पिपलको रुख छ है। त्यहाँनिर बसेर उहाँनिर चाहिँ अलिकति बुद्ध भएको चाहिँ कथाहरू छ है। अनि उहाँ चाहिँ पहिला सिद्धार्थ भएर कसरी बुद्ध भयो भनेर चाहिँ त्यसको बारेमा सानो छुटकरीमा तपाईहरुलाई सुनाउन जान्दैछु है आज। अनि यो कथा चाहिँ एकदमै छुटकरीमा सुनाउन जान्दैछु है म है। अब लामो कथा भन्ने सुनेपछि नै अब अलिक धेरै जस्तो समय खाने छ। अनि तपाईहरुलाई चारैभन्दा चाँडो बुझोस् भनेर बुझाउनुको लागि अब सुनाउन जान्दैछु है। अनि उहाँ पहिला सिद्धार्थ भनौँ अब भन्दाखेरि अब बुद्ध उहाँ चाहिँ आफ्नो महलबाट छोडेर चाहिँ जानुभयो अरे। किनकि चाहिँ अब उहाँलाई चाहिँ अब धेरै जस्तो प्रश्नहरू आएर बुढो हुने, मर्ने, दुख बिमार हुने धेरै जस्तो प्रश्नहरू आएर आफ्नो महलबाट छाडेर गएको थियो। अनि उहाँलाई त्यस पछाडि उहाँलाई यस्तो प्रश्नहरू धेरै आएर अनि यो प्रश्नहरूको अब हुन्छ नि उत्तर खोज्नलाई लाग्यो आफ्नो यात्रामा है। अनि त्यसपछि चाहिँ उहाँको अब त्यो उत्तरको लागि पनि आफ्नो गुरुहरू खोज्न थाल्यो है। गुरुहरू भन्नु भने अब पहिला हिन्दू धर्ममा चाहिँ अब के छ भने भिक्षुहरू छ नि है। भिक्षुहरू भन्दा पनि अब गौर तपस्याहरू बस्नेहरू गुरुहरू हुन्छ नि उहाँहरू। अनि उहाँहरूकोमा गएर अलिकति ज्ञानहरू लिएर मेडिटेसनहरू लिएर है कसरी के गर्ने यस्तो गरेर प्रश्नहरू गरेर उहाँले धेरै प्रयासहरू गरेर अलिअलि ज्ञानहरू लिन थाल्यो है। अनि त्यसपछि उहाँ आफ्नो धर्मको मार्गमा लाग्यो हो। अनि त्यसपछि यहाँ इन्डियामा आएर बोधगया भन्ने ठाउँमा बिहारमा अनि मोनी पिपलको रुख बनेछ है। अनि यो क्षेत्र हो, यहाँनिर चाहिँ क्षेत्र हो ठुलो। अनि त्यसपछि यहाँ बोधि ट्री भन्ने चाहिँ यही हो पिपलको रुख। यहीँको मुनि बसेर उहाँ चाहिँ अनि गुफा बस्नु भएको 7 वर्ष। अनि यो पिपलको रुखमा गुफा बस्दाखेरि चाहिँ उहाँले अब मन बनाउनु भयो कि मन डह्रो बनेर चाहिँ अब जबसम्म म यहाँबाट आफ्नो प्रश्नहरूको उत्तर पाउँदैन तबसम्म म यहाँबाट उड्दिनँ भनेर चाहिँ उहाँ चाहिँ अब 7 वर्षको लागि गुफा बसेको हो। अनि उहाँ गुफा बस्नु हुँदाखेरि अब धेरै जस्तो भित्रबाट आफ्नो प्रश्नहरू हुन्छ नि, मनको प्रश्नहरू आएर अब किन यसरी दुख बिमारहरू भएको, किन यसरी बुढो हुने, किन मर्ने यस्तो प्रश्नहरू धेरै आएर भित्र पुरै खाएर बस्यो अरे हो। अनि त्यो गुफा बस्दाखेरि अनि रातिहरू तर्सने यस्तोहरू गरेर हुन्छ नि अब बाहिरको अब के भन्छ देवी देवताहरू बनेहरू अलिकति मन राक्षसहरू बनेहरूलाई अलिकति डिस्टर्बहरू जस्तो गर्नेहरू गरे अरे हो। अनि त्यति गर्दा पनि उहाँहरू मनहरू नभत्काएर मन डह्रो गरेर चाहिँ अनि गुफा गर्नुभएको अरे। अनि उहाँले त्यसपछि बिस्तारै उहाँले आफ्नो ज्ञानहरू प्राप्तहरू आफ्नो प्रश्नहरूको उत्तरहरू प्राप्त गर्नुभयो अरे हो बिस्तारै। अनि उहाँको पहिलोको जीवन र अहिलेको जीवनहरू सबै देख्नु थाले अरे। अनि आफ्नो कर्महरूले गरेर कसरी जन्मिन्छ अनि कसरी चाहिँ कर्महरूले गर्दाखेरि चाहिँ हामीहरू जीवनहरू लिएर अनि कर्महरू के हो भनेर चाहिँ सबैहरू कुराहरू थाहा हुनु थाल्यो अरे। अनि उहाँले त्यो दुख बिमारहरू भएको उत्तरहरू सबै पाएर खोजहरू गरेर सबैहरू पाएर त्यो उत्तरहरू पाएर चाहिँ उहाँको आफ्नो भित्रबाट बुद्ध चाहिँ एकदम जागेको अरे हो। जागेर चाहिँ उहाँहरू चाहिँ आफ्नो भित्रहरू बुद्ध जागेर चाहिँ अनि दुःखहरू भएर हो
दुःखहरूबाट सबैबाट उहाँ मुक्ति भएर चाहिँ बुद्ध भएको हो अरे। यहाँ मैले अघि पिपलको रुख देखाएको चाहिँ त्यो चाहिँ के भयो भने चाहिँ पछि चाहिँ अनि एउटा बुद्ध मार्गबाट बुद्ध हुनेको एउटा हुन्छ नि एउटा बाटो जस्तो एउटा देखाउने मार्ग जस्तो देखाउने चाहिँ एउटा भएको अरे। त्यसै कारणले अनि पुरै विश्वमा अनि यो बोध गया बनेर अनि त्यो पिपलको रुख बनेर चाहिँ एकदमै चलचित्र छ अरे। लासो थुजेन आजको लागि यति नै छुटकारे भिडियो मात्रै बनाउनु पाएँ, किनकि यहाँनिर कामहरू धेरै हुँदो रहेछ है। पूजाहरू हुँदाखेरि साउन्डहरू त्यति आउनु पाएन। जति सक्दो मैले आफ्नोबाट प्रयासहरू गरेर तपाईँहरूलाई बुझाउने प्रयास गरेको छु है। अनि तपाईँहरू पछिनिर अब बुद्धगयाहरू बनेर घुम्नु आउनु छ भने धेरै ठुलो कुरा, धेरै खुसीको कुरा हो, किनकि एउटा बुद्ध कहाँबाट कसरी भयो के भयो भनेर सबैको तपाईँहरूलाई प्रश्नहरूको उत्तर पाउने हुनेछ है यहीँनिर हो। अनि यो ठाउँ चाहिँ एकदमै नोबल भनेर चाहिँ अब एकदम अमूल्य मानिन्छ यो ठाउँ चाहिँ है। एकदमै अब आफूलाई दुःख बिमारहरू छ, अब मनहरू अशान्त छ भने चाहिँ यहाँनिर आएर अब मेडिटेसनहरू गरेर अब घुमेर यताउताहरू गर्नुभयो, पूजाहरू गर्नुभयो भने चाहिँ अशान्त पनि भएको मन चाहिँ एकदमै शान्त हुनुहुनेछ है। त्यसैले आजको लागि यहाँनिर भिडियो समाप्त गर्नेछु।